ठाउँहरू सबै यस्तै हुँदो रहेछ है। समुद्रको गङ्गाटाहरू शुद्ध शाकाहारी पर्यो, नखाने पर्यो, त्यही भएर यसो समाउने हेर्ने मात्रै हो। समुद्रको गङ्गाटार, समुद्रको गङ्गाटा। समुद्रको गङ्गाटाहरू माछा मार्केटमा त ठुल्ठुलो पाउँछन्, सानो खालको पनि पाउँछ। केक्रा भन्छ, गङ्गटा भन्छ, क्रा भन्छ। ए उतार्नु लडेपछि हतपत उठ्नु चाहिँ गाह्रो हुँदो रहेछ। निकै बुढो भएको के हो, त्यही भएर नि होला। यस्तै छ समुद्रको गङ्गाटाहरू। समुद्रको गङ्गाटाहरू उठाउँदा माथि उठ्ने खालको रहेछ। ठ्याक्कै बालुवासँग चिन्दै नचिन्ने ठ्याक्कै सेमै देखिने खालको। खानेले खाँदा पनि हुने होला खानु त, तर नखाने शुद्ध शाकाहारी पर्यो। अब पानी कतै कतै लाग्यो, अलिअलि पानी भेटेपछि ठ्याक्कै बसिहाल्ने रहेछ। समुद्रतिरको गङ्गाटाहरू सबै यस्तै छ। कोही माछा मारेर भेट्यो भने यो चाहिँ झरापझरियै पार्छ। अब आफू चाहिँ नखाने पर्यो, शुद्ध शाकाहारी, त्यही भएर लगेर पनि के गर्ने एउटाले, त्यही भएर पानीतिरै यसलाई चाहिँ अब ठाउँ ठेगानातिर पठाइयो। अब यति बेला अब सन्तोष आरामै भयो।